साथीहरू, हाम्रो देश नेपालमा बारम्बार यस्तो खालको परिस्थितिहरू किन निर्माण भइरहेको छ थाहा छ? यो परिस्थितिहरू निर्माण हुनुमा सबैभन्दा प्रमुख कारण भनेको नै जात र धर्म हो के। यो पाखण्डहरूले जात र धर्मको कुरा गरेर हामी नेपाली बिचमा चाहिँ नि यति धेरै एक आपसमा घृणात्मक एउटा परिस्थितिहरू सिर्जना हुने, एक आपसमा चाहिँ नि यति धेरै नराम्रो दृष्टिकोणले हेर्ने एउटा जुन नजर नै बदलिदिएको छ के यो पाखण्डहरूले गर्दाखेरि है। यहाँनिर जात र धर्म बचाउनको लागि एउटा नेपालीलाई काटमार गर्नलाई यति धेरै आतुर बनिरहेको छ है। साथीहरू, यो जात र धर्मलाई बचाउनको लागि मान्छेले मानवता नै गुमाइसकेको छ के। मान्छेले के बुझ्नुपर्छ त भन्दाखेरि यो जात र धर्म बनाएको नै मानवले भन्ने कुरा चाहिँ बुझिरहेको छैन कि। अब त्यो बुझ्नुपर्छ के है। पहिला हामी मान्छे भइसकेपछि मानवता बनाऊँ है, मानवता भन्ने कुरा के हो भन्ने कुरा बुझौँ, अनि मात्र जात र धर्मको कुरा गरौँ के है। मैले कसरी बुझेको छ भन्दाखेरि जुन ठाउँमा अति नै दुःख परिरहेको छ, जसलाई पीडा परेको छ, जसलाई एकदमै सहनै नसक्ने दुःखहरू परिरहेको छ, त्यो बेलामा चाहिँ नि हामीले गएर चाहिँ नि त्यहाँ सहयोग गर्न सक्यौँ अथवा सहायता बन्न सक्यौँ भने एउटा मानवताको धर्म हो भन्ने कुरा चाहिँ नि मैले बुझेको छ के है। तर मान्छेले यहाँनिर जात र धर्मको नाममा यति धेरै एउटा मानवले एउटा मानवलाई चाहिँ नि मार्नलाई यति धेरै अघि बढिरहेको छ के। तर हेर्नु त साथीहरू, यहाँ सुरक्षाकर्मी साथीहरूलाई हेर्नु त, एउटा नेपालीले एउटा नेपालीहरूलाई चाहिँ नि काटमार गर्नलाई चाहिँ नि यति धेरै तम्सिरहेको छन्। यिनीहरूलाई चाहिँ नि बचाउनु पर्छ हामीले। यिनीहरूलाई बचायो भने हाम्रो समाज रहन्छ, यिनीहरूलाई हामीले बचाउन सकेन भने हाम्रो समाज तहस नहस हुन्छ भन्ने कुरा उहाँहरूले बुझ्नु भएको छ कि है। त्यही भएर उहाँहरूले चाहिँ नि आफ्नो ज्यानको बाजी राखेर चाहिँ नि त्यहाँ सुरक्षा दिइरहनु भएको छ। तर त्यहाँका मान्छेहरूले के भनिरहनु भएको छ थाहा छ उहाँहरूलाई? तपाईँहरू यहाँबाट गइहाल्नुहोस् भनेर चाहिँ नि धम्कीहरू दिइरहनु भएको छ है। के गर्नु, जात र धर्मको नाममा यति धेरै अन्धोपन पनि देखाउनु हुँदैन के है। पहिला हामीले जात धर्मभन्दा पनि मानवता देखाउन एकदमै जरुरी छ के साथीहरू। मेरो बुझाइमा यस्तो लाग्छ, तपाईँहरूको बुझाइमा के कस्तो लाग्छ भन्नुलाई साथीहरू। अनि सबैजनाले यो भिडियो पनि पुरा हेर्नु है साथीहरू। सिधै कुरो तब प्रशासनले पनि हेर्दैन हो, हेर्दैन पनि सिधै कुरो छ। बस्नु त भने चुपचाप लागेर बस्नु, चुपचाप लागेर सबै जानु। तपाईँ यहाँ मुसलमानको सपोर्ट गर्नुहुन्छ त्यतिकै